सर नमस्कार। आज आन्दोलनको तेस्रो दिन आम हडतालको शिक्षा मन्त्रालयले तपाईहरुलाई पटक पटक पत्र पनि पठाइरहेको छ र आज महासंघको अध्यक्षलाई नै केन्द्रित गरेर पत्र पठाएको भन्ने सूचना पनि आएको छ। यसबारे के छ तपाईहरुको धारणा? यस्तो छ, अब यो मन्त्रालयले पठाउने पत्रको कुनै औचित्य होला जस्तो नै लाग्दैन। किन लाग्दैन भन्दा के लागि पत्र पठाउने, के लागि पत्र पठाउने? हाम्रो माग के हो त? हाम्रो माग त केही पनि छैन, सबै सम्झौता गरिसकेका छ। अनि के लागि पत्र पठाउने? पत्र पठाउनुको कुनै तुक छैन। हामीलाई ल शिक्षा ऐन आयो, यो लिएर जाऊ, तिमीहरूका माग समेटेको शिक्षा ऐन आयो लिएर जाऊ भनेपछि हामी यहीँबाट जान्छौँ। यो त पटक पटक भनिराखेका छौँ। आज उप प्रधानमन्त्रीले समेत तपाईहरुलाई भेट्नको लागि आग्रह गर्नुभएको छ नि। योभन्दा अगाडि पनि उप प्रधानमन्त्रीसँग भेटेको, भारतीय उप प्रधानमन्त्रीसँग भएको, गृह मन्त्रालय उप प्रधानमन्त्री तथा गृहमन्त्रीसँग भएको थियो नि त, भएकै सम्झौतामा के लागेको? अब के गर्ने? कोसँग भेट्ने? आन्दोलन चाहिँ सडकमा चलिरहने अनि तपाईहरु वार्तामा पनि नजाँदाखेरि यसले के परिणाम आउँछ? वार्तामा के लिन जाने त? वार्तामा के लिन जाने? केही छ लिन जाने? केही पनि छैन। हामीलाई यही आएर ऐनलाई आयो भनेर प्रमाणितकरण गरिदिएर तिमीहरूका मागहरू समेटेका ऐन आयो भनेर ऐन निकालिदियोस्, हामी चाहिँ केही पनि मागेको छैन। अरू यसरी सडकमा बसेर तपाईहरुले आन्दोलन गर्यो भने ऐन आउला जस्तो लाग्छ? आउँछ। पछिल्लो समय यो सरकारको तपाईँको जुन यो चहल पहल देखिरहनु भएको छ, यो हाम्रो आन्दोलनलाई केन्द्रित गरेर विशेष निगरानी गरिरहेको अवस्था छ। त्यसो हुँदाखेरि सरकारले कुनै पनि हालतमा ऐन जारी गर्नै पर्छ। ऐन जारी नगर्दासम्म र अनौपचारिक रूपमा विभिन्न सङ्घ सङ्गठनका नेताहरूलाई बोलाउने छलफल गर्ने कुरा होला। हाम्रो वार्ता कमिटी पनि तयार भएको छैन। हाम्रो वार्ता कमिटी तयार हुने 3 दिन लाग्छ। त्यसो हुँदा सरकारले हामीलाई ऐन दियोस्, होइन? हामी ऐन लिएर घर जान्छौँ। अब अहिले संसद पनि बन्द भएको छ। अध्यादेश मार्फत ऐन ल्याउँदाखेरि भोलि फेरि समस्या हुने भन्ने कुरा विभिन्न विज्ञहरूले पनि भन्ने गरेका छन्। त्यसो हुँदाखेरि तपाईहरुको माग सम्बोधन गर्नकै लागि संसद बोलाउँछन् त? हाम्रो माग सम्बोधन गर्ने होइन कि यो मुलुकको शिक्षा सुधार्नका लागि शिक्षकले माग गरेका कुराहरू, शिक्षक मैत्री, अभिभावक मैत्री, कर्मचारी मैत्री र समाज मैत्री शिक्षा ऐन लिएर आइज सरकार भनेको हुँदा हामीले हाम्रो माग मात्र जोडेका छैनौँ। हाम्रो कर्तव्यसँग जोडिएका ती अबोध बालबालिका विद्यार्थीहरूको सेवा सुविधाका लागि जोडेको कुरा हुँदा अब यो सरकारको नैतिकता हुने कि नहुने, नैतिकता रहने कि नरहने भन्ने प्रश्न छ। यदि विद्यालय शिक्षा विधेयक नआयो भने के गर्नुहुन्छ? नआयो भने कुनै छैन कि सरकारले ल्याउनै पर्छ। आन्दोलन जारी रहन्छ। जारी रहन्छ। अनि एसी पुस्तक जाँच्ने कुरा कक्षा 12 को परीक्षा के हुन्छ? हामी तत्काल अहिले चाहिँ एससीको परीक्षा नगर्ने भनेर हामी निर्णय गरिसकेका छौँ। विज्ञप्ति नै जारी गरिसकेका छौँ। सबै प्रधान व्यापक देशैभरिको लागि हामीले त्यो सूचना जानकारी गराइसकेका छौँ। त्यसो हुँदा एससीको परीक्षासँग हाम्रो एससीको परीक्षासँग सरकार थियो, परीक्षा दिन दियौँ, होइन? तर अहिले चाहिँ यो एससीको कपी परीक्षा नगर्ने भनेर हामीले निर्णय गरिसकेका छौँ। अब त्यो गराउने नगराउने सरकारको जिम्मेवारी। त्यसो कक्षा 12 को परीक्षा के हुन्छ? आवश्यकता अनुसार हामी निर्णय गर्दै अगाडि बढ्दैछौँ। कक्षा 12 को परीक्षा आउँदै गर्दा हामीले के गर्ने भनेर फेरि हाम्रो राष्ट्रिय समितिको परीक्षा बसेर निर्णय गरी अगाडि बढ्दैछौँ। हवस्, धन्यवाद।